हेलो गुड मर्निङ सेवा सम्पूर्ण साथीहरूमा सदा चाहिँ नयाँ भिडियोको साथमा म रिता कुलुङ हजुरहरू माझ आइसकेको छु। चिसो चिसो मौसममा न्यानो न्यानो हजुरहरूलाई माया है त। म चाहिँ यहाँपट्टि दोकान जाने काम पर्यो कि, अनि दोकान जाँदा जाँदै भिडियो पनि स्टार्ट गरेको। म सन्तपुरमा त त्यो एक खालको सिगाने हिउँ भन्ने नै झरे जस्तो छ। म भरे हजुरहरूलाई भिडियो राख्छु है त ल। अनि यस्तै यस्तै छ बिहानीहरू, यसरी नै सुरुवात हुन्छ मेरो चाहिँ। कहिले जङ्गल जानुपर्ने हुन्छ, कहिले के कामले कता जानुपर्ने हुन्छ। स्कुलेहरूलाई खाजाभुजा चाहिँ चिउरा सिउरा भुटेर त्यहाँ राखेँ, अनि नानीलाई माम बसाउँदै गरेँ, म गएर आउँछु भने। अनि अब दोकान गएर फर्किन्छु। अनि आजको भिडियोहरू के कस्तो हुन्छ हजुरहरूलाई राख्ने नै छु। एकदम तुसारोले गर्दा बाटो चिप्लो छ कि, उँधो उँधो हेर्दै जानुपर्छ, नभए त लडेर तिनदाङ हुन्छ नि। बोल्दा अरे झन्नै गइयो। अनि अस्ति चिप्लो भएर 15 पाथीको चप्पल भइहाल्यो। आज चाहिँ गमबुटै लाएर हिँड्दैछु कि साथीहरू। अनि यस्तो छ कि के भन्नु र, तर होइन, माघसम्म हो। माघदेखि त केही छैन, तातो भइहाल्छ। अब यहाँको विशेषता यस्तै छ, के गर्नु। मान्छेलाई जहीँ बसे पनि खुसी रहनु पर्यो, सुखी रहनु पर्यो होइन। के गर्नु, अब मन दुखाएर भएन। हामी छोरीचेलीको जात त झन् आफ्नो माइती घर छोडेर आउनुपर्ने हुन्छ, आफ्नो श्रीमानको घरमा खुसी रहनुपर्ने हुन्छ। जस्तै अवस्थामा भए पनि, अवस्था भन्दा पनि फेरि घरेलु हिंसाहरू भयो भने चाहिँ त्यस्तोमा चाहिँ फेरि मान्नु हुँदैन है साथीहरू। त्यस्तोमा चाहिँ एकदमसँगले आफू पनि नबिराउनु नडराउनु। आफूले बिरायो भने त फेरि दिन्छ नि। बाटो चिप्लो छ, उफ्रेर झरेको, खुट्टा दुख्यो साथीहरू। हिजो गाईको बाछा तानेको मेरो खुट्टामा, देब्रे खुट्टामा। पहिला पनि बाछाले टेकिदिएको थियो कि, त्यहीँ टेकिदियो क्या। अनि तेल हालेर सुत्नु पर्यो भनेको त रक्सी पार्दा तेल पनि लाउनु त्यत्तिकै मान्टुङ केसुङ भइहालेछ। के गर्नु, मान्टुङ केसुङ भनेको चाहिँ बिर्सिगएछु भनेको भनौँ न। अब निकै टाढो पो छ हौ दोकान पनि। अनि भन्दै भन्दै आजको भिडियोहरू चाहिँ अब स्टार्ट गरिसकेँ। के कस्तो हुन्छ म सबै हजुरहरू समक्ष राख्ने नै छु। हेरेर साथ दिनु होला। हेरि पनि रहनु भएको छ, यसमा धेरै खुसी लागेको छ। कमेन्टहरू पनि गर्नु होला, के कस्तो हुँदैछ है त भन्दै म भरेको भिडियोतिर आउँछु है त। अहिलेलाई चाहिँ हस् त साथीहरू, म चाहिँ दोकान घर पुग्न लागेँ। यहाँ चाहिँ गत महिना पहिरो गएर हेर्नुहोस् न, यस्तो ध्वस्त बनाएको। यहाँको एउटा घरै विस्थापित भयो। निकै खर्च गरेर बनाउनु भएको थियो। मेरो देवरै पर्नुहुनेले घर विस्थापित बनायो। यो चाहिँ किचन हो, यो चाहिँ केही गरेन। यहाँ त ध्वस्तै बनायो हेर्नु न। तर अब पालिकाबाट राहतहरू, बजेटहरू पाउनु भएको छ। त्यसो त भन्दै उठ्नु भएको छ कि छैन अरेन त हो दोकानमा मान्छे। चप्पल त एक थाक छ त हौ। नाना दोकानमा त अनि मान्छेहरू त साथीहरू। म चाहिँ दोकानबाट फर्केको अवस्था है त। हेर्नुहोस् न, बोरामा सामान बोकेर, बोरामा सामान चाहिँ के रहेछ त भनेर चाहिँ म एकछिनपछि भिडियोमा तपाईँहरूलाई देखाउँछु ल। मेरो माइता मावलीबाट जेठा मामाले पठाइदिनु भएको है त। म भरे देखाउँछु भिडियोमा हजुरहरूलाई। चिया कटिङ हानेको मैले
अस्ति कचियाले घर पुग्न आँटेँ म। यस्तै छ गाउँघरको बाटोघाटो। यता चाहिँ टोटल्ली आलु रोपिसकेको साथीहरू। माथि छ मेरो अलिकति बाँकी आलु रोप्नु। थिएँ सिरानमा, त्यता चाहिँ अलिक छिटो रोप्नु पर्ने थिएछ सेपतिर, बुद्धि पुगेन। हेर्नुहोस् है मेरो घर देख्दैछ। मेरो साग पनि जम्मै तितो छ, मिठो छैन साथीहरू। तितो भयो के भयो, पानी पुगेन भनौँ कि यस्तै छ है। हेर्नुहोस् है टुसारो बब्बाल, तर अस्तिको भन्दा अलिक कम्ती छ। मेरो भारी यहाँ बिसाउँछु अनि तपाईँहरूलाई सन्तपुरको दृश्य चाहिँ सन्तपुर यता बिस्तारै माइमजुवा के भन्छ हौ, यता लुम्जोक, त्यो छेन्टापुको डाँडा यता पनि देख्दैछ। त्यो रुखहरू नभए त कस्तो राम्रो, यति नभए त कस्तो दामी भ्यू आउने थिएछ। हाय पुग्न लागे घर। अब चाहिँ कस्तो सिराइटो हान्छ हौ यो टारमा चाहिँ, एकछिन उभिनु सक्दैन मान्छे सिराइटोले। त्यहाँ माथि छ है त मेरो मेलो मल देख्दैछ कालो कालो। यता चाहिँ सब सकेको। अब 2 दिनमा त सक्छौँ कि रेगुलर गऱ्यौँ भने साथीहरू, तर के गर्नु रेगुलर गर्नै पाइँदैन। कोही बेला घाँस हुँदैन कुद्नुपर्छ, कोही बेला के हुँदैन, कोही बेला के। आम्मा बाख्रे सास निक्ल्यो। हाया सास बढ्यो। ढिलो अङ्कल आन्टी उठ्नु भएको थिएन, उठाउँदा अनि एकछिन गफ गर्दा दुधवाले अङ्कल आउनुभयो साथीहरू। दुध पनि भरेर लगिसक्नु भएछ भाइ, अघि आउनुभएछ। यसलाई चाहिँ यस्तो गरेर एकछिन घोप्टाउनुपर्छ कि यहाँ अलिअलि रलपल दुधहरू तुर्किन्छ। थोरै भए पनि बिरालोले खान्छ। माम बसाइस् नि छोरी। ओके अब एकछिनपछि आउँछु है भिडियोमा साथीहरू। घर आइपुगेँ म। हेर्नुहोस् है ताजा सुन्तला आइपुग्यो। यो चाहिँ गाडीले गर्दा अलिक चेप्टे छ। अनि यो चाहिँ नामसालिङ हो नि त मेरो माइत, अनि मावली पनि नामसालिङ हो। मेरो माइत चाहिँ 8 नम्बर, मावली चाहिँ 7 नम्बर। अनि मेरो जेठा मामाले, भारत मामाले पठाइदिनु भएको सुन्तला अहिले मैले रिसिभ गरेर आएको। हजुरहरूलाई अघिल्लो भिडियोमा पनि मैले राखेको थिएँ। हेर्नुहोस् है, अब घाम त खासै लाग्दैन होला, अब चिसै भए पनि बजाउने हो। मेरो मामालाई चाहिँ एकदम धेरै धन्यवाद। कति धेरै माया गर्नुहुन्छ मामाहरूले मलाई। सबै मामाहरूले माया गर्नुहुन्छ। यसरी सुन्तलाहरू चखाउनुहुन्छ, पठाइदिनुहुन्छ। मैले त खै केही पनि आजसम्म दिन पनि सकेको छुइनँ मामाहरूको लागि होइन। एकदम धेरै धन्यवाद मामाहरूलाई है त। साथीहरू हेर्नुहोस् न, म चाहिँ कुखुरालाई खोरखोरेको दबाई झिकाएर दिनु आँटेको कि खोरखोरे रोग लागेर। यो तातो भातमा चाहिँ यसरी दिनुपर्ने हुन्छ, यसलाई चाहिँ घोलेर। पहिला पनि खोरखोरे लागेको, हेर्नु न यही दबाई लिएर दिएको। तपाईँहरूको पनि कुखुरालाई समस्या छ भने यही दबाई है, हेर्नुहोस् है राम्रो दिनुहोस् है। एक बिर्को मामा लगाइदिनुहोस् कि यसरी। बिजोग भयो खै के गर्नु। ख्वार गर्दै घाँटी पुरा, उनीहरूको घाँटीमा टन्सिल भएछ कि क्या हो कि साथीहरू, पुरा बज्दैछ हट। अनि यसरी बनाइदिएर पहिला पनि दिएको, अनि ठिक भएको थियो। अनि यसरी अब के गर्नु, माया लाग्छ पालेको चिजबिजहरू होइन साथीहरू। यस्तै छ। कुखुराको खोरतिर लाग्दैछु साथीहरू दबाई लगेर।
सही सलामत छ कि के गर्दैछ? सही सलामतै छौ तिमीहरू? ल अब दबाई आयो, तिमीहरूको दबाई आयो। ल एकछिन म सबैलाई दिन्छु। हेर्नु न है, भात भने त खान्छ नि, मकै चाहिँ कहाँ खान्छ र साथीहरू? बेउरा सकिएको पो छ त। ल म यहाँ राखिदिन्छु, लु भुइँमै, यहाँ भुइँमै दिनुपर्छ। यहाँ त उता जा न एकछिन, उता जा। यस्तो छ यी, भात भनेपछि मात्रै खान्छ नि, भात मात्रै साथीहरू। यहाँ मकै दियो भने अहिले कहाँ खान्छ? थालमै राखिदिनु पर्यो कसैलाई त। हेर्नुहोस् है साथीहरू, यो पोथी चाहिँ निकै साह्रो भएछ। अरू त निकै टगडा भएछ। हिजो पनि मैले आफूले खाने नै के अरे टन्सिलको दबाई यिनीहरूलाई मैले दिएको थिएँ नि त, भातसँग मोलेर, अलिक तगडा भएछ। सुँगुरलाई चारो पनि यसरी तताउनु पर्ने हुन्छ साथीहरू। दुईवटा सुँगुर छ, यो चाहिँ सानोको लागि, ठुलोको लागि। कटहरू टनाटन छ मेरो जाँडको डोलहरू। यो डोलमा भर्खर पकाएको, यो डोल खाली भयो। अब त्यो डोलको चलाउँदैछु, कहिले पकाउनु। मर्चा बनाउनु पर्ने छ, मर्चा बनाउँदै पकाउनु पर्ला साथीहरू। माम खानुभयो त? अनि केसँग खानुभयो त हौ माम? मेरो बुढोले काम पाइनस् भन्दै हुनुहुन्छ हौ भिडियो बनाउँदा पनि। ए राम, त्यस्तै साथीहरू। एक थाक लुगा हेर्नु न, यहाँ छोरीको ड्रेसहरू, छोरीको लुगा हिजो बेलुका नुहाइधुवाइ गरेर अनि एक थाक धोएको। कसरी धुनु होला नि, टुसारो पिलेकै छैन। हेलो साथीहरू, के गर्दै हुनुहुन्छ है? म चाहिँ सुन्तला, माइता मावलीबाट आएको सुन्तला। अगाडि भिडियोमा पनि राखेको थिएँ, ठुलो मामाले पठाइदिनु भएछ। अनि म चाहिँ यी खानु लागेको। चिसो मौसम छ, अघि घाम लाग्दाखेरि सुन्तला चाहिँ खानुपर्ने। अहिले मेलोबाट निस्केको, अनि खाजाहरू बसाएँ, अनि अहिले खानु पर्यो भनेर नि। मेरो जेठा मामा भारत मामाले पठाइदिनु भएको है साथी। अहिले त सुन्तला पनि पुरा गुलियो हो। पहिला बच्चामा त यस्तो पल्टाएर खान्थ्यौँ होइन, कस्तो पेर्लेक्कै पल्टिन्थ्यो। यम्मी। औलको चिजहरू यसरी खानु पाउँदा त कति मन खुसी हुन्छ। के गर्नु र। बजारमा त सुन्तलाहरू महँगो होला। अस्ति कसरी केजी ल्याउनु भएको? 160। इलाममा 160 अरे केजीको इलाममा साथीहरू। मेरो मामालाई धेरै सम्झेको छु। सुन्तला खानु पाउँदा मात्रै मेरो मामाहरूलाई सम्झेको होइन, सुन्तलै खानु नपाउँदा पनि म सम्झिरहन्छु मेरो मामा मावलीहरूलाई। एकदम याद आउँछ। मावलामै हुर्केको नि त हामी। मेरो बहिनीसँग सानोमै हामी दिदी बहिनी धेरैको फरक छैनौँ। त्यसरी जन्मियौँ, अनि अलिक घरमा दुःख भयो, अनि हामी मावलीमै हुर्क्यौँ। कथा कहानीहरू धेरै लामो छ जिन्दगीको गोरेटोको साथीहरू। अब कुनै दिन त्यो पनि म तपाईँहरूलाई सुनाउने छु। मेरा विगतको कुराहरू। दुःख लागेर आउँछ। कुरा गर्दै जाँदाखेरि त मुखबाट आवाज भन्दा पनि आँखाबाट आँसु छिटो आउनु खोज्छ। म त दुःखको कुराहरू सम्झिँदा पनि त्यति सम्झिनु पनि मन लाग्दैन दुःखको कुराहरू। जे होस्, यतिको राम्रै छ, गरी खाइरहेको छु। मेरो श्रीमानसँग म खुसी छु।
छोराछोरीहरू 2टा छ होइन। विगतको कुरा सम्झेर मन किन खिन्न पार्नु मान्छेले। दाँत पनि झड्का हान्यो। साथीहरूलाई पनि पुरा सुन्तला खानु मन लाग्यो होला। टाढो हुनुहुन्छ के गर्नु। बिरालो कराउँदैछ। सुन्तला खान्छ साइज छिमेकी बोजूले सकरखण्डा पनि ल्याइदिनु भएको छ कि साथीहरू। मैले सकरखण्डा उसिनिराखेको छु। म सकरखण्डा खाएको चाहिँ भिडियो राख्दिनँ होला, किनभने हतार छ मलाई पनि। अब पाकिहाल्छ एकैछिनमा, हामी खान्छौँ, फेरि उता मेलोपात गइहाल्छौँ। आलु रोप्नु भोलि चाहिँ जसरी भए पनि फाइनल गरौँ भन्ने छ। हेरौँ दिनले कस्तो दिने हो, साथ दिने हो कि होइन। मैले ऐनामा देख्दैछु दिमा आउँदै हुनुहुन्छ। दिमा आउनुहोस् है ओरेन्ज खानु। सुन्तला खानु आउनु न, आउनुहोस् न बिचारा। म त भिडियो गर्दै सुन्तला खाँदैछु। हजुर के दिमा के छैन? ए साथीहरू यहाँ तलको दिमा बोजू आउनु भएछ कि, अनि उहाँ दिमाको पनि मैले अघिल्लो भिडियो हजुरहरूलाई राखेको थिएँ नि। कस्तो हँसाउने रमाइलो भिडियोमा नि दिमा। यहाँ आउनुहोस् न दिमा, यहाँ भिडियोमा देख्नु न। तपाईँ बुढी मान्छे देखाउनु पर्यो नि त हौ। अनि मेरो बोजू सासू अघिल्लो भिडियोमा हजुरहरूलाई देखाएको थिएँ नि। उहाँ दिमा ओरेन्ज खानु त सुन्तला। चिसो चाहिँ चिसो छ है, केही हुँदैन। नाम्सालीबाट मामा जेठाले पठाइदिनु भएको। कसले ल्यायो त? अनि हिजो क्या त मिना गएको थियो कि, तिमीलाई पनि खानु बोलाएको छु, बिचरा रिसिभ गरेर ल्याइदियो। अब भरे भरे आउ ल खानु भनेको छु कि। आउँछ के आउँछ होला। एकछिन त्यो पनि बस्दिन हो, कति धेरै काम गर्छ नि। आज पनि उठो गयो। त्यो मान्छेले बुढा चाहिँ उही जस्तै काम कारिलो बुढाको साथ पाएको भए त हर्सेको डन हुने। किन होइन, खाली ऊ मात्रै नि। तर त्यस्तै हो, जो पनि हल्काँदै त हुन्छ हौ बुढाबुढीमा। नाम्सालिङमा रहेछ नि हाल उयो चाहिँ। नाम्सालीमा मामाले पठाइदिनु भएको। अन्तिम भयो अरे, सबै व्यापारीले दिइसकेको अरे कि। अनि यो अन्तिम चाहिँ अब भान्जीलाई सम्झेर पठाइदिनु भएछ। अनि यहाँ भिडियोमा पनि यसो देखाएको नि। के गर्नु है, टाढो टाढोमा त काम सकेर यसो जाँदा त मन हुँदा त हुने दिमा लागेछ नि। तर उयो नि हो दिमा, अब खुट्टा मात्रै उचालेर भएन, पैसै चाहियो, खर्चै चाहियो। के गर्नु, जानु त मन लाग्छ नि होइन। खर्चपातहरूले पनि गर्यो। यस्तै यस्तै छ साथीहरू दुःख सुखको कहानी। हजुरहरूको पनि अब दुःख सुख यस्तै होला जिन्दगीको गोरेटोमा। अब अहिले के गर्दै हुन्छ तलतिर दिमा? कोही बात सोहोर्दैछ, अमृतामा सोहोर्दै अलिअलि खन्दै झार्दैछ। मिसिन गोरु नलाउनु हुने छैन त। रत्नलो सट्टै राम्रो राम्रो चालेर नि दिमा। मिसिन हाम्रो जस्तो लाउनु फाइदा रहेछ हौ। झ्याप्पै एकमुष्ट पैसा मिसिनवालाले चाहिँ लान्छ कि लानु चाहिँ। तर हेर्नु त सजिलो नि, खनिरहनु पर्दैन, झ्यापझुप्पै काम सिद्धिहाल्छ, सजिलो। अन्त त्यो टार त पुरी लग्यो, कहाँ खन्छ र? अन्त त होइन, त्यो त अलिअलि बनाउँदा त हुन्थ्यो कि बा नि। अब बिस्तार बनाउँछ। यसपालि कति क्षति साथीहरू। यसपालि हाम्रो गाउँमा धेरै नै यो गत महिना आएको बाढीहरू थियो नि, त्यसले गर्दा धेरै क्षति भयो। कति क्षति। यो मेरो घरहरू यता बसेको चाहिँ यो चैते भन्छ होइन, ठाउँको नाम चाहिँ। यता चाहिँ खासै केही बिगार गरेन, तर भन्नु सकिँदैन दैवीय प्रकोप लाग्यो भने होइन दिमा।
अनि अब कति साथीहरूको त कति दुःख लाग्दो छैन नि हो। मानवीय क्षतिहरू पनि भयो। एकजना यहाँ तल नै चेप्टेर घरले नै चेप्टेर एकजना अलिक अपाङ्ग हुनुहुन्थ्यो, उहाँ पनि बित्नुभयो। तर राहतहरू त अब मजाले नै पाउनुभयो। अब गाउँपालिकाहरूले राहतहरू त दिनुभयो, तैपनि आफ्नो क्षति भएको सम्झेर त त्यो राहतहरू पाउँदा पनि के चित्त बुझ्थ्यो र हो नि हो। त्यस्तै छ। खानुहोस् है दिमा। मार्गीमा खाइदिउँ। केही हुँदैन, यो त ओक्टो हो, यो त दबाई पो झन् मार्गीमा त ओक्टो। ओक्टोलाई खाँदैछु ओक्टो। खै थाहा छैन। आलुको बिउ टिप्दैछ। सँगै लाग्छ नि। यस्तै यस्तै है साथीहरू। हुन्छ, म एकछिनमा आउँछु ल, नेक्स्ट टाइममा। साथीहरू के गर्दै हुनुहुन्छ? म त अघि खाजा खाएर मेलोमा पसेँ। त्यसपछि अहिले भर्खरभन्दा पनि निकै अघि निक्लेँ। मेलोबाट निक्लेर गाईलाई सोले खोजेँ घाँसहरू होइन। अनि फिक्या चिया हामी चाहिँ यसरी डेक्चीमा पकाउँछौँ है। तपाईँहरू त कित्लीमा पकाउनुहुन्छ होला। डेक्चीमा चाहिँ चट्टसँगले फिक्या चिया पकाएर खाने। अनि त्यहाँदेखि बेलुकाको उही त हो नि, घर धन्दा बन्यो, छोरी मान्छेको है, खानापिना गलेको बेला त खानापिना पनि कसैले मजाले पकाइदिए पनि हुन्थ्यो र स्वाम खाने थिएँ जस्तो लाग्छ हौ। के गर्नु र साथीहरू। मैले दिउँसो देखाउनु पाएन हजुरहरूलाई सक्खरखण्डको खाजा खाएको। अहिलेसम्म पेट ड्याम्म भएर छ। यो पेट अलिक सक्खरखण्डले ढाडिएको जस्तो अनुभव हुन्छ कि क्या हो साथीहरू? तपाईँहरूलाई के कस्तो हुन्छ हौ? जेस हेर्नुहोस् है, म तपाईँहरूलाई अहिले देखाउँछु। यहाँ पर एकजना दिमा हुनुहुन्थ्यो कि, उहाँको चाहिँ औलबाट आएको रहेछ यो। अब यहाँ त फल्दैन नि त, हाम्रो त अब यतातिर त हिउँ पर्ने ठाउँ हो। अनि त्यसले गर्दाखेरि ल्याइदिनु भएको रहेछ। मैले उसिने खाएँ, मामाले पठाउनु भएको सुन्तला पनि खाएँ होइन। त्यो अब खासै धेरै भिडियो बनाउनु त मैले सकिनँ आजको भिडियोहरू होइन। जे जति हुन्छ म राख्नेछु, हजुरहरूले हेरिदिनु होला। हेर्दै आउनु पनि भएको छ, त्यसको लागि चाहिँ एकदम हृदयदेखि नै धन्यवाद दिन चाहन्छु म होइन। अरू केही दिन नसके पनि हजुरहरूलाई धन्यवाद दिन चाहन्छु। अब के कस्तो हुन्छ आजको भिडियोहरू म राख्नेछु। म लामो भिडियो बनाउनु खोज्छु कि साथीहरू। मेरो भिडियोहरू त छोटो एकदम छोटो टाइमको हुँदै जाँदैछ हौ। अनि खोइ अब कस्तो के राखौँ, अब यताउति खिच्रिक मिच्रिक काम गरेकोहरू सबै हाल्नु खोज्छु। कोही बेला अब यसो मोबाइल खिचिदिने, क्यामेरा यसो मिलाइदिने मान्छे हुँदैन। अब कोही बेला के मलाई पनि त्यति ढङ्गै छैन, पारै आउँदैन। म भर्खर सिक्दैछु। सिकौरी पऱ्यो नि त। क्यान्डी, यहाँ क्यान्डी पनि अस्तिर मेरो सासूको कुकुर पनि आउँदैछ। यो एकदम चकचकी छ नि त, प्याउली पनि छ। मान्छेहरू भेटेन भने त सट्टै पसेर यसले त बजाइहाल्छ। यहाँभित्र भएको चिजबिजहरू त यसले त खाइहाल्छ। अनि यस्तै छ भन्दै मेरो आजको भिडियोहरू पनि हेरिदिनु होला हजुरहरूलाई है त। कमेन्ट पनि गरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। सधैँ पनि भन्दै आएको छु है। भन्दै आजलाई चाहिँ हजुरहरू माझबाट म बिदा हुन चाहन्छु। भोलि के कस्तो भिडियोहरू हुन्छ म आउने नै छु। रिता कुलुङ राईको पर्खाइमा बस्नुहोस् ल मेरो सम्पूर्ण साथीहरू, शुभचिन्तक, आफ्नो आफन्तहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण। मेरो आमाले पनि नियमित मेरो भिडियोहरू हेर्दै हुनुहुन्छ। काठमाडौँमा हुनुहुन्छ आमा चाहिँ। नभेटेको पनि धेरै भयो आमालाई पनि। यो भिडियो मार्फत चाहिँ आमालाई धेरै धेरै सम्झिराखेको छु है। छोरीको यस्तै दिनचर्या काम कुराहरूको यस्तै बितिराखेको छ। अब आमालाई कल गर्न नभ्याए तापनि भिडियो मार्फत मेरो छोरी ठिकै रहेछ, आराम कुशलै रहेछ भनेर बुझिदिनु होला। टङ्क कुमारी सुब्बा मेरो मम्मी ल है त।